हामी सफल किसानका कथालाई त समेट्छौँ नै, एउटा किसान सफल कसरी भयो भन्ने किसानको अनुभवलाई पनि समेट्ने कोसिस गरेका छौँ। आजको श्रृङ्खलामा कागती खेतीमा सफल किसानको अनुभवलाई प्रस्तुत गर्दैछौँ। बाँकेको खजुरा गाउँपालिका 2 सीतापुरका किसान दीपक साईले कागती खेतीमा 6 वर्षको अनुभव बटुल्नु भएको छ। उहाँका अनुसार कलमी गरिएको सुन कागतीले बढीमा 20 वर्षसम्म फल दिन सक्छ भने बिउबाट उत्पादन गरिएको सुन कागतीले करिब 30 वर्षसम्म उत्पादन दिन सक्छ। कागती खेतीमा धेरै फल फलाउनु मात्र सफलता होइन, बोटको उमेर र क्षमता अनुसार फलको भार व्यवस्थापन गर्दै लामो समयसम्म उत्पादन लिन सक्नु नै सफल किसानको सिप हो भन्ने साईको अनुभवले देखाउँछ। यो एक हिसाबले अब जस्तो लगाएको कति वर्षदेखि फल्न सुरु गर्यो र यसको फल्ने अवधि कतिसम्म हुन्छ त्यो विषयमा केही जानकारी? दाना त लगाएकै वर्ष फलेको छ। फल्ने यो बिटा चाहिँ जुन कागती सुन कागती 1 भन्छ अथवा ए भन्छ। हजुर हजुर। कसैले 1 भन्छन्, कसैले ए भन्छ, कसैले क पनि भन्छन्। त्यसलाई जेसुकै नाम दिउँ सुन कागती 1 नम्बर भन्ने हो। ए नम्बर पहिलो नम्बर भन्ने हो। यो कागती चाहिँ ल्याएकै वर्ष पनि फल्छ। त्यसलाई फलाउने कि नफलाउने भन्दा त्यो बुटाले नथेक्ने भावनाले नफलाउने हाल्दिने भन्ने हो हैन। कम्तीमा 3 वर्षसम्म फल्न दिनु हुँदैन। 2 वर्ष त्यस अलिअलि दाना एक आध दाना राखे पनि 10-15 दाना राख्नुस् एउटा बुटामा। दोस्रो वर्ष तेस्रो वर्ष अलिकति राख्नुस् अनि चौथो वर्षबाट अलिकति राख्नुस् अनि म्याच्योर्ड भयो। चौथो वर्षपछि त अब फुल म्याच्योर्ड हुन्छ अनि जति पनि दाना फल्न दिनुस् केही फरक पर्दैन। त्यसपछि यसको गोडमेल चाहिँ गर्नु पर्यो, मल हाल्नु पर्यो हैन। यसलाई चाहिँ के दिनुपर्ने छ, यसका आहारहरू पौष्टिक आहार मलहरू हाल्ने, गोड्ने, यो झारहरू आउन नदिने सबै गर्नु पर्यो अनि यसले प्रोडक्सन दिन्छ। त्यसपछि भनेपछि कति 15-20 वर्षसम्म फल दिन सक्छ? होइन, मैले बुझेको 30 वर्ष मात्र म्याक्सिमम आयु भएको 30 वर्ष हो कागतीको बिजुको बुटा हैन। हजुर। अब यो कलमी बुटा भयो भने मलाई लाग्छ 14 वर्षभन्दा बढी यसको आयु हुन्न। 20 वर्षसम्म जान सक्छ म्याक्सिमम हैन। किन भन्दा कलमी हो यो त। त्यो भयो हुनाले 20 वर्षसम्म जाला मेरो अनुमान चाहिँ त्यो छ। 20 वर्षभन्दा बढी जाँदैन। यसले फल दिने भने 5 देखि 11 वर्षको बिचमा हो। 4 वर्ष हो यसले दिने हेर्नुहोस् है फल दिने। 4 वर्षमा यसले आफ्नो उत्पादन उठाइसक्नुपर्छ भन्ने छ मेरो कुरा चाहिँ। अब यो मेरो दोस्रो 5 वर्ष भने यो पहिलो वर्ष भयो। अब यो बल्ल फल्न थाल्यो, अर्को वर्ष फल्नु पर्यो, 11 वर्षसम्म फल्नु पर्यो। तब बल्ल चाहिँ मैले मेरो उत्पादनमा केही होला। यो के अरे यो कागतीको बगैँचाभित्र छिरिसकेपछि जताततै कागती मात्रै फलेको छ, आनन्द कतिको आउँछ? मलाई यही आनन्द छ हैन। मैले अरू दायाँ बायाँ गर्नुभन्दा उत्पादनसँग यसको मजा नै फरक छ कि फरक हैन। अब एक त आफैले उत्पादन गरियो, यो त आफ्नो छोराछोरी जस्तो लाग्न थाल्छ कि हैन। अब सानो बच्चा जस्तो यसलाई हुर्काउनुपर्छ, यसलाई मल दिनुपर्छ। यहाँ आयो भने यसको ठुलो माया लाग्छ किन आफैले गरियो नि त। आफूले गरेको चिजप्रति यसको ठुलो चाहिँ आफूलाई गर्व पनि लाग्छ हैन, महसुस हुन्छ। यो त मेरो चाहिँ सफलता पनि हो हैन। हुँदैन कि भन्ने मान्छेहरू पनि धेरै थिए, भइदिएपछि अरू मान्छेहरूलाई पनि यसो हुँदो रहेछ भन्ने परेको छ केही मान्छेहरूलाई। ती मान्छेहरू हुँदैन यहाँ नलाउने के कागती हुन्छ भन्ने मान्छेहरू पनि थिए। अब अहिले आएर कागती हुँदो रहेछ भन्ने चाहिँ सबै मान्छेलाई परेको छ। त्यही हो यसको पोजिटिभ चाहिँ भाइब, यहाँ समाजमा गएको पोजिटिभ भाइब चाहिँ त्यही हो। हस् त, धन्यवाद। मलाई त्यो सबभन्दा मेरो सबभन्दा माया कतिखेर लाग्छ भने मजा त्यो टिप्दाखेरि मजा लाग्छ। पक्कै पनि दीपक साईले भने जस्तै आफैले लगाएको कागतीले जब फल दिन सुरु गर्छ त्यसपछिको आनन्दले संसार बिर्साउँछ। बगैँचामा फलेका कागती सुनकै दाना फलेका हुन्। यिनै सुनका दानारूपी कागती फलाउन दीपक साई जस्तै अनुभव बटुलिसकेका अरू किसानको सफलतालाई हेरेर नयाँ किसानलाई प्रेरणा मिलोस्। हस् त, आजको श्रृङ्खलामा यति नै। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौँ। आजका लागि बिदा हुन चाहन्छौँ। नमस्कार।